हेलो नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। म पनि ठिकै छु, तर अलिकति यस्तै युकेको लाइफ, युकेको वेदर, बट द्याट्स फाइन। ओके, यो भिडियो चाहिँ मैले विगत 2 महिनादेखि बनाउन खोजेको, तर मलाई एक दिन पनि टाइम मिलेको थिएन, 2-3 घण्टा टाइम मिलेको थिएन राम्ररी, ताकि म तपाईहरुलाई राम्ररी एक्सप्लेन गर्न सकौं। सो आज चाहिँ फाइनली म घरमा छु अनि यो भिडियो तपाईहरुको लागि म बनाउँदै छु। किन भन्दाखेरि के को बारेमा भिडियो भन्दाखेरि तपाईहरुले मेरो थम्बनेल अथवा मेरो टाइटल हेरेर थाहा त पाइसक्नुभयो होला, तर पनि स्पेशली एज अ स्टुडेन्ट युके आउँदाखेरि चाहिँ बेसिक कुराहरु नभई नहुने, नचाहि नहुने, कसरी भन्छ यसलाई, कुराहरु चाहिँ के हो, कसरी के लिएर आउने भनेर म तपाईहरुलाई सरसर्ती भन्छु। किनभने म यहाँ पढ्दैछु हैन, म आउँदाखेरि पनि मैले बेसिक कुराहरु त ल्याएर आएको थिएँ, तर यहाँ आएपछि पनि अझ धेरै मलाई याद भयो कि यो पनि ल्याउन पर्ने थिएछ, बेटर यो पनि लिएको भए हैन, यस्तो फिल भयो थियो। त्यही भएर म तपाईहरुलाई सरसर्ती बेसिक कुराहरु अनि चाहिने नै कुराहरु, एकदम चाहिने नै क्या कुराहरु चाहिँ म तपाईहरुलाई भनिदिन्छु। तपाई आउँदै हुनुहुन्छ, तपाईको छोराछोरी, दाजुभाइ, दिदीबहिनी, भतिजा भतिजिनी जो पनि हुनुहुन्छ, यो भिडियो आसम्म पुर्याइदिनु होला। ल्याउन त अब तपाईहरुको आफ्नो मर्जी, जे ल्याउनु भए पनि हुन्छ, तर बेसिक कुरा जुन नचाहि नहुने, नभई नहुने, नेपालबाट बोकेर आउने। किनभने यहाँ आएर शपिङ गर्दा पनि हुन्छ, तर यहाँ आएपछि इमिडिएटली चाहिहाल्ने क्या, आउने बित्तिकै चाहिहाल्ने, तत्कालै चाहिहाल्ने सामानहरु के हो त। यहाँ आएर अब ठाउँ चिन्न पर्यो, शपिङ सेन्टर जान पर्यो, पैसा साट्न पर्यो होला, के गर्न पर्यो होला, टाइम लाग्छ। त्यति बेलासम्म चाहिने कुराहरु के हो म तपाईहरुलाई बेसिक एकदमै आवश्यक कुराहरु म तपाईहरुलाई आज भनिदिन्छु है, ताकि तपाईहरुलाई पछि तपाईहरु जो आउँदै हुनुहुन्छ तपाईहरुलाई सजिलो होस्। ओके, सबैभन्दा पहिले तपाईसँग एउटा फोन हुन पर्यो, स्मार्टफोन, आइफोन, जे भए पनि हुन्छ, तपाईहरुसँग छ हैन। किनभने फोनको चाहिँ यहाँ 24/7 फोनै हो, नट एज इन फोन हो भन्नु मतलब रियल हेर्नलाई, तर तपाईको हरेक कुरामा फोनै चाहिन्छ है। सो त्यही भएर फोन एउटा राम्रो खालको फोन, ब्याट्री टिक्ने खालको, स्पिकर राम्रो भएको फोन ल्याएर आउनु होला है। ब्याट्री चाहिँ टिक्न पर्यो, फोन भइहाल्यो, मोबाइल त त्यो सबैसँग हुन्छ। अनि पावर ब्याङ्क नभई नहुने कुरा, पावर ब्याङ्क। किन पावर ब्याङ्क भन्दाखेरि पावर ब्याङ्क चाहिँ तपाईको मैले भने नि 24/7 फोनै हो। तपाईको म्याप हेर्न पर्यो, लोकेसन हेर्न पर्यो, गाडी खोज्न पर्यो, ट्रेन खोज्न पर्यो, पैसा तिर्न पर्यो, ल्याउनु सबै फोनमै हुन्छ हैन। त्यही भएर बाटोमा तपाई फेरि हिँड्न पर्छ, कति धेरै हिँड्न पर्छ हैन। अनि बाटोमा तपाई कहाँ चार्ज गर्ने त, सक्यो भने बाटोमा अब तपाई कति रसमा कहाँ पुग्न पर्ने हुन्छ, कति बजे चार्ज बाटोमा बसेर चार्ज गरेर त मिलेन हैन। त्यही भएर पावर ब्याङ्क एकदमै अलिक धेरै क्यापासिटी भएको पावर ब्याङ्क ल्याएर आउनु होला है। युनिभर्सल चार्जर नेपालमा हाम्रो चार्जरमा मसँग छ 2-3 वटा एडाप्टर, त्यो चाहिँ युके को जुन चाहिँ त्यो सकेटहरु छ त्यहाँ पस्दैन है। त्यही भएर युनिभर्सल चार्जर ल्याएर आउनु होला। अनि त्यो चाहिँ पक्नु म तपाईहरुलाई एउटा देखाउँछु है। सकेसम्म यो युनिभर्सल चार्जर हो है मैले लिएको, सकेसम्म यो चार्जरको यो 3टा भाग भयो नि, त्यही त यो 2टा भयो, एउटा यो हैन, 3टै पस्नु पर्यो नि। त्यसरी पस्दाखेरि यहाँको सकेटहरुले चाहिँ यो प्राय हैन, तर कुनै सकेटहरुले हाफ अफ द सकेट्सले चाहिँ के गर्छ भने यो एडाप्टर नै फाल्दिन्छ है। फाल्दिन्थ्यो एज इन पुश गरेर बाहिर निकाल्दिन्छ। किन भन्दाखेरि चाहिँ यसको यो छ नि, यो टुप्पीको यो मेटलको छ नि, यो सिल्भर मेटल के हो, यो मेटल, यो यसमा मेटल छैन हो राइट। यसमा मेटल नभइसकेपछि उसले ग्र्याब गर्दैन रहेछ, अनि यो फाल्दिन्छ है। अनि मैले पनि त्यही भोगिरहेको छु। अब नयाँ किन्नु पनि यो छ हैन, यो भइन्जेल काम चलाउँ भनेर मेरो पनि चार्जर एकदम मैले पनि खोजी कुनमा चाहिँ हुन्छ भनेर मैले खोज्नु पर्छ। त्यही भएर यो सकेसम्म चाहिँ तीनटै मेटलको भए ल्याएर आउनु। यो प्लास्टिकको चाहिँ कोही मात्रै चार्ज हुन्छ, तर सबैमा हुँदैन।
बुझ्नुभयो नि मैले भनेको। त्यही भएर यो सकेसम्म मेटलको लिएर आउनु है। तिनटै त्यो के भन्छ प्लग इन गर्ने चाहिँ त्यो मेटलको लिएर आउनु ल। सुज चाहिँ नि तपाईँको कस्तो हुन्छ भने कुनै सुज चाहिँ फ्यान्सी खालको हुन्छ होइन, फ्यान्सी सुज र अलिकति ग्रिपवाला अलिकति स्ट्रङ खालको, के भन्छ स्ट्रङ त होइन होला, ग्रिप भएको अनि बलियो अनि फ्यान्सी पनि हुन्छ होइन। फ्यान्सी पनि लिएर आउनुहोस् एज यु विश होइन, तर सुज एउटा ग्रिपवाला मतलब हुन्छ नि त्यसको सोल चाहिँ ग्रिपवाला अथवा हिँड्दाखेरि सजिलो हुने, तपाईँलाई कम्फर्टेबल हुने, त्यो पैताला नदुख्ने अनि नफाट्ने छिटो खालको एउटा दरिलो खालको सुज चाहिँ बोकेर आउनु होला। बेटर ब्ल्याकमा बोकेर आउनु होला होइन। ब्ल्याकमा किनभने तपाईँको यहाँ आउने बित्तिकै त्यो सुज फाट्दैन, काम खोज्न जानु पर्यो आउनु पर्यो, त्यसपछि पनि फाटेन भने तपाईँले काममा पनि लगाएर जान सक्नुहुन्छ त्यो सुज, किनभने काममा ब्ल्याकै चाहिन्छ। त्यही भएर सुज मैले चाहिँ अब ग्रिपवाला मेड इन नेपाल त्यो ट्रेकिङमा जानेवाला सुज हुन्छ नि, यहाँ त छैन है म देखाउनुलाई, त्यो सुज मैले लिएर आएको छु। अहिलेसम्म कस्तो सजिलो छ, कस्तो राम्रो छ, हल्का हल्का सुज लिएर आउनुलाई। सोल एकदम फ्यान्सी सुजहरूको चाहिँ कस्तो हुन्छ भने सोल एकदम थिक अनि हेभी हुन्छ नि, हल्का कम्फर्टेबल फ्लेक्सिबल अनि दरिलो खालको ब्ल्याक सुज लिएर आउनु होला ल। एउटा चाहिँ म्यान्डेटरी हो यो लिएर आउनु होला, बाँकी एज यु विश कस्तो खालको ल्याउनुहुन्छ ओके। अर्को चाहिँ एक सेट ब्ल्याक ड्रेस छ भने, ब्ल्याक ड्रेस एज इन ब्ल्याक टी सर्ट अथवा सर्ट प्यान्ट्स अनि त्यही सुज ब्ल्याक सुज भयो होइन, किनभने एउटा ब्ल्याक फर्मल खालको ड्रेस लिएर आउनु होला। त्यो चाहिँ अब काममा ब्ल्याक तपाईँलाई थाहा छ ब्ल्याकै चाहिन्छ है। अर्को कुरा ब्याग, फ्यान्सी ब्याग अहिलेको लागि नो, यदि तपाईँ ल्याउन चाहनुहुन्छ भने यस एज अ विश, तर म्यान्डेटरी चाहिँ तपाईँको एउटा दर्रो खालको ब्याग, ब्याकप्याक भए पनि हुन्छ, सोल्डर ब्याग। तपाईँ छोरी मान्छे हुनुहुन्छ भने कस्तो खालको मनपर्छ, तर एउटा ठुलो ठुलो दर्रो सजिलो टिकाउ ब्याग लिएर आउनु होला। किनभने यहाँ चाहिँ नेपालको जस्तो दुईटा पर्स लगाएर हिँड्ने खालको हुँदैन है। यहाँ तपाईँको छाता, मैले भने नि पावर ब्याङ्क, यो यत्रो यत्रो चार्जरहरू, टिफिन अनि तपाईँको अब पढ्नु जाँदाखेरि किताब होला, ल्यापटप होला अनि त्यो के भन्छ अरे पानीको बोतल, हरेक कुरा चाहिँ त्यो ब्यागमा अट्न पऱ्यो क्या। ब्यागले थाम्न पनि पऱ्यो, अट्न पनि पऱ्यो, सजिलो पनि हुन पऱ्यो, दर्रो हुनु पऱ्यो। सो एउटा ब्याग बेटर ब्याकप्याक लिएर आउनुहोस्, पछाडि बोकेर हिँड्न सजिलो हुन्छ है। अर्को चाहिँ तपाईँहरूसँग नेपालमा वाटर बोतलहरू छ, टिफिन बक्सहरू छ भने त्यो खानासाना प्याक गरेर यतै ल्याएर आउँदा हुन्छ। यहाँ टिफिन बक्स र वाटर बोतल बिना त जिन्दगी चल्दैन है। अर्को छाता, छाता चाहिँ यहाँको छाता कस्तो हुन्छ भने यत्र कचौडा जस्तो हुन्छ होइन, हाम्रो नेपालमा ठुलो हुन्छ नि, डबल लेयर्डवाला छाता हुन्छ नि, त्योवाला दर्रो खालको एउटा छाता लिएर आउनु होला है। विन्टर समर जस्तो खालको वेदरको लागि तपाईँको ड्रेस छ त्यो सबै सकेसम्म बोकेर ल्याउँदा हुन्छ, किनभने युकेमा चाहिँ एकदमै अब विन्टरमा जाडै जाडो, समरमा गर्मी गर्मी, प्लस तपाईँले घरभित्र त अब तातो हुन्छ, तपाईँलाई दुईटै खालको लुगा चाहिन्छ क्या। आई मिन त्यही भएर त्यो कुन लुगा तातो लाने कि चिसो लाने पर्दैन, दुईटै बोकेर आउँदा हुन्छ सकेसम्म है। अनि अर्को चाहिँ अब आउने बित्तिकै होमसिक हुनसक्छ, 2-4 महिना गाह्रो हुनसक्छ होइन, त्यही भएर तपाईँले चाहिँ नेपाली खाजा एज इन अब हाम्रो के भन्छ वाइ नेपाली जे मनपर्छ तपाईँलाई, चाउचाउहरू, कर्ण चाउचाउहरू अथवा वाइहरू अथवा नेपालको खानेकुराहरू, दालहरू के हुन्छ जो जुन चाहिँ लेबल गरिएको हुन्छ त्यो ल्याएर आउनुभयो हुन्छ है। त्यो चाहिँ ल्याउनु नै सुरुमा, किनभने गाह्रो हुन्छ, आउने बित्तिकै किन्न पनि जान भ्याइँदैन पनि सकिँदैन पनि, आज भोलि आएको भोलि पर्सिसम्म हरेक कुराहरू हुन्छ, इमोसनल्ली मेन्टल्ली फिजिकल्ली हरेक कुरा हुन्छ। त्यो इमोसनसँग तपाईँ लडाइँ गर्दा गर्दै तपाईँको दिन जान सक्छ, 1-2 दिन जान सक्छ, तर खाना त पर्यो होइन, घरको याद आउँछ। त्यही भएर नेपाली खाजा तपाईँलाई जे मनपर्छ नेपालको
अचार सचार भए पनि त्यो पनि लेबल गरिएको कसरी हुन्छ तपाईँले ल्याएर आउनु भए पनि हुन्छ। चाउचाउ साउचाउ सबै के हुन्छ सकेसम्म ल्याएर आउनु होला है। अनि तपाईँहरूसँग अब टोपी लगाउने बानी छ भने टोपी ल्याएर आउनु होला। अनि छोरा मान्छे छोरी मान्छे जो भए पनि तपाईँहरू लिप बाम लगाउने बानी छ भने, छैन भने पनि लिप बाम छ भने लिप बाम चाहिँ ल्याएर आउनु होला। एकदमै यहाँ चाहिँ वेदरको ठेगाना हुँदैन। सक्स भेरी इम्पोर्टेन्ट। सक्स चाहिँ 2-4 जोडी होइन, तपाईँले सक्स चाहिँ मिनिमम 12 जोडी चाहिँ ल्याएर आउनु। किन मिनिमम 12 जोडी भन्दाखेरि मैले पनि 12 जोडी ल्याएर आएको। कस्तो हुन्छ भने सक्स चाहिँ एभ्रिडे चेन्ज गर्नुपर्ने हुन्छ होइन। एभ्रिडे चेन्ज गर्दाखेरि तपाईँलाई हरेक दिन सक्स नयाँ चाहिन्छ। अनि त्यो सक्स फेरि धोएर गरिहाल्ने मसिनमा लगाउनलाई दिन चाहिन्छ। अरू पनि लुगा फोहोर हुन पर्यो, नत्र भने तपाईँले ह्यान्ड वास गरेर सुकाउन पनि सक्नुहुन्छ। तर मेरो भन्नुको मतलब चाहिँ सक्स चाहिँ एभ्रिडे फेर्न पर्ने हुन्छ। त्यही भएर सक्स चाहिँ सकेसम्म ल्याएर आउनु होला। तातो पातलो दुइटै, तर सकेसम्म तातो ल्याएर आउनु होला है। अब कुन इन्टेकमा हुनुहुन्छ थाहा छैन, त्यही अनुसार ल्याएर आउनु होला। हाफ एन्ड हाफ गरेर ल्याउँदा पनि हुन्छ है। अलि जाडो महिनामा आउँदै हुनुहुन्छ भने त जस्तै सेप्टेम्बर इन्टेकमा आउँदै हुनुहुन्छ, अक्टोबर नोभेम्बर डिसेम्बर जाडै हुन्छ नि त, त्यही भएर तातो खालको सक्सहरू बेसी ल्याएर आउनु होला। अर्को चाहिँ नि स्पेक्स र आँखाको दाँतकोहरू चाहिँ तपाईँलाई धेरै कस्ट पर्न सक्छ यहाँनिर होइन। त्यही भएर तपाईँ चस्मा लगाउनुहुन्छ, तपाईँको पावर छ आँखामा भने, म आफू पनि चस्मा लगाउने पावरको चस्मा लगाउनु भएको भएर यो चाहिँ मैले यहाँ फिल गरेको कुरा चाहिँ आउने बेला। अब हाम्रो त एभ्री 6 मन्थ्समा चेकअप गर्नुपर्ने हुन्छ। अथवा 1 वर्ष, म चाहिँ 6 मन्थ भन्छ, म चाहिँ 1-1.5 वर्षमा जान्छु चेकअप गर्नलाई। आउने बेलामा लेटेस्ट चेकअप गरेर आउनु होला। बुझ्नु यु नो व्हाट आई मिन राइट। भनेको आउने बेलामा लेटेस्ट चेक गर्नुभयो भने तपाईँ 6 महिना 1 वर्ष तपाईँको जान्छ, सजिलै जान्छ। तपाईँको त्यही पावरले हुन्छ। अथवा तपाईँहरूको साइकल कस्तो छ थाहा छैन है, चेक गर्नु होला। अनि तपाईँको स्पेक्स चाहिँ कति जोडी ल्याउनु होला भन्दाखेरि चाहिँ 1 जोडीले हुँदैन है यहाँनिर, किन एभ्रिडे लगाउनुपर्छ, भाँचिन सक्छ। यो मेरो अस्ति झन्डै भाँचियो होइन। मसँग 2टा पेयर छ, तर मैले 3टा ल्याउनु पर्ने थिएछ जस्तो फिल हुन्छ। किनभने यो चाहिँ मेटलको भयो, बाहिर जाँदाखेरि अब तपाईँहरू चस्मा लगाउनेलाई थाहा होला, यो चाहिँ एकदमै त्यो स्लिपरी हुँदैन होइन। अर्को चाहिँ रबरको प्लास्टिकको जे छ त्यो छ, त्यो चाहिँ प्रायः घरमा बस्दा लगाउँछु किनभने स्लिपरी हुन्छ अनि घरमा बस्दा सफ्ट पनि हुन्छ। अब यसको मेटल चाहिँ अलिकति हार्ड पनि हुन्छ। एनिवेज तपाईँको कम्फर्टको अनुसार तपाईँले स्पेक्स चाहिँ मिनिमम 2टा स्पेक्सको सेट ल्याएर आउनु होला, नत्र भने 3टा। लेटेस्ट तपाईँ आउने बेला आँखा चेकअप गरेर आउनु होला है। को चाहिँ दाँतको प्रब्लमहरू छ, तपाईँको ब्रेसेस लगाउनु पर्ने हुन्छ, के छ अथवा के हुन्छ नि फिलअप गर्नुपर्ने छ भने त्यो नेपालमा गएर आएको राम्रो है। स्याम्पू क्रिम यसको कुरामा चाहिँ स्पेसली केटीहरूलाई चाहिँ हुनसक्छ यो प्रब्लम। कतिपयले चाहिँ मैले भनेको सुनेको, मेरो युनिकै साथीहरूले पनि भने थियो कि नेपालबाट ल्याएको क्रिम त यहाँ लगाएको त मलाई त सबै के ऱ्यासेस एलर्जी के आयो अरे, त्यही भएर मैले यहाँ सबै किनेँ भन्ने कुरा छ। त्यो चाहिँ डिपेन्ड्स है, तपाईँको स्किनको कन्डिसन, सेन्सिटिभिटी, यहाँको वेदर, त्यो सबै मिक्स भएर रियाक्सन के हुनसक्छ त्यसमा चाहिँ म भन्न सक्दिनँ। तर क्रिम चाहिँ तपाईँले मोइस्चराइजर र तपाईँको सनस्क्रिन चाहिँ चलाइरहेको नेपालकै बोकेर आउनुभयो हुन्छ। त्यसपछि किनेर चाहिँ नल्याउनु भयो हुन्छ क्रिमहरू। स्याम्पूहरू खासै किन्न पर्दैन, मैले पनि यहीँबाट किनेको स्याम्पू। अब स्याम्पूले तपाईँको वेट बेसी गराउँछ, हामीलाई अरू कुरा ल्याउनु छ बरु स्याम्पूको ठाउँमा होइन। त्यही भएर स्याम्पू कन्डिसनर बोकेर आउन जरुरी छैन। तर तपाईँहरूको कसैको चाहिँ अब एकदम सेन्सिटिभ स्किन हुन्छ मेरो जस्तै भने तपाईँहरूले लगाउँदै गरेको क्रिमहरू बोकेर आउनुभयो हुन्छ। भाँडाकुँडाहरू चाहिँ के ल्याउने भन्दाखेरि प्यानहरू त्योहरू चाहिँ यहीँ पाउँछ होइन। तर प्रेसर कुकर, अब हामीलाई त खाना बनाउन पर्यो प्रेसर कुकरमा होइन,
खाना बनाउन प्रेसर कुकर बोकेर आउनु होला। ठुलो बोक्नु पर्दैन। 2 केजीमा चाहिँ 2 लिटर 2 लिटरको बोकेर आएको छु। 2 लिटर जस्तोको बोकेर सानो, किनभने हामीलाई अट्दैन पनि क्या, प्लेनमा लिमिटेसन हुन्छ तपाईँको कति वेट लाने भनेर, अनि धेरै कुरा अट्दैन पनि। त्यही भएर 2 लिटरको ठिकै होला। तपाईँ आफ्नो सोचेर प्रेसर कुकर चाहिँ बोकेर आउनु होला है यहाँनिर। अनि एउटा अब मैले चाहिँ एउटा त्यो काँसाको थाल हुन्छ नि त्यो बोकेर आएको छु। अनि एउटा स्पुन र एउटा फोर्क लिएर आएको छु। अनि एउटा स्पुन, फोर्क अनि प्लेट सक्नुहुन्छ भने प्लेट ल्याउनु होला। जस्तै तपाईँको मैले भने जस्तो काँसाको खानु मन छ भने, काँसाको प्लेटमा खान मन छ भने त्यो पनि लिएर आउनु होला। हैन भने प्लेटहरू चाहिँ सेकेन्डरी कुरा भए यहाँ आएर किन्दा पनि हुन्छ, तर प्रेसर कुकर एकदमै जरुरी छ। ओके, भिडियो लामो भए जस्तो छ। यो भिडियो बनाउनुको पछाडिको कारण चाहिँ नि मैले यहाँ आएर कति कुरा रियलाइज गरेँ कि सायद यो भएको। हुन त मसँग प्राय सबै कुरा नै थियो हैन, सबै कुराहरू नै थियो, तर स्पेक्सको कुरा भयो, स्पेक्स मेन भयो, अरू त अब सबै प्राय नै थियो। अनि यहाँ आएर त्यो कुराहरूले मलाई कम्फर्टेबल गरे क्या, अनि बस्नको लागि, खानको लागि। त्यही भएर तपाईँहरूलाई यो भिडियो स्पेसली बनाएको मेरो एक्सपिरियन्सको हिसाबले अनि मैले देखेको जानेको हिसाबले यो भिडियो म तपाईँहरूको लागि बनाएको। थ्याङ्क यू सो मच फर वाचिङ। अरू पनि केही भिडियो हेर्न मन छ अथवा केही सोध्न मन छ भने मलाई मेसेज गर्नुभयो हुन्छ, कमेन्ट गर्नुभयो हुन्छ। मैले जानेसम्म सकेसम्म म तपाईँहरूलाई हेल्प त हैन, तर तपाईँहरूलाई म आन्सर दिन कोसिस गर्नेछु है। थ्याङ्क यू। सबैजना राम्ररी बस्नु होला। थ्याङ्क यू सो मच। लभ यु। बाई बाई।